गाइस मम्मीलाई थाहा छैन मम्मीलाई किन लगिरहेको छु म दुईटै राम्रो लाग्यो अनि दुईटाबाट भन्नु म कुनै एउटा लिन्छु मैले भने दुईटै लिइहाल्नु मम्मीलाई घडी लिन आएको मैले भने घडी लिनु एउटा भन्छ मैले वाल घडी एउटा किन्दै भएको किनिदिएको साह्रै लाउनु भएको छ यहाँ घर आएर यहाँ हेर्न सक्नुहुन्छ यहाँ कस्तो लाग्यो नि दुईटाबाट हुन्छ यहाँ पसलमै स्याहार्छौँ So hey guys, welcome back new vlog video. आज हो मदर्स डे टाइटल एन्ड थम्बनेल हेरेर थाहा पाइहाल्नुभयो र आज मम्मी लिएर जाँदैछु बजार यहाँ मम्मी चाहिँ रेडी हुँदै हुनुहुन्छ यहाँ रेडी हुनुहुन्छ र गाइस मम्मीलाई थाहा छैन मम्मीलाई किन लगिरहेको छु मम्मीले लगिदिन्छु लुगा किनिदिनलाई र नयाँ दिल पनि लगिदिन्छु सेलेक्ट गरिदिन लुगालाई सो प्लान चाहिँ थियो पहिले हामी नै लिएर आउँछौँ फेरि प्लानमा चेन्जेस आयो मम्मीले नै लिएर जाउँ मम्मीकै पसन्दकै किनिदिउँ सो यिनीहरू आइसक्रिम यहाँ दिदीको दोकानमा यहाँ दिदी हुनुहुन्छ उता मम्मी र यहाँ दिदी यहाँ पसलमै स्याहार्छौँ सो यहाँ मम्मी सिलेक्ट गर्दै हुन्छ लुगा त्यो कालोमा अरे कालोमा लिन्छ कालो अरे ओर्ली अब त ओर्ली भिडियो में तो राम्रो लगेपछि दुईटै लिइहाल्नु हो नि रे दुईटै लिइहाल्नु एउटा यो मन पर्यो मम्मीलाई अनि एउटा यता तलको खोइ हेर त एउटा यताको दुईटै दुईटै लिइहाल्यौँ भयो नि मम्मीलाई दुईवटा साडी राम्रो लाग्यो अनि दुईटै हामी किनिदिउँ अब जाँदैछौँ वाच किन्दिनँ मम्मीलाई वाच पनि किनिदिन्छौँ एउटा यहीँ हामी चाहिँ लुगा हेरेर छौँ यो मोबाइल हेरेर छौँ साडी त भइसक्यो गाइज अब मम्मीको लागि एउटा वाच पनि हेर्ने गाइज अब वाच पसल जान्छौँ एउटा वाच किनिदिने त्यसपछि भयो केक पनि काट्ने प्लान थियो बट आज मम्मीको व्रत थियो अब केक त खानुहुन्न बेकारमा वेस्टै जान्छ केक चाहिँ छोडिदिउँ अनि वाच किनिदिउँ अब कैलाश पर्वत होटल आइसकेका छौँ यहाँ दिदी अनि यहाँ मम्मी आउँदै हुन्छ हामी चाहिँ आज खानुहुन्न उता साइडमा बस्नु अनि हामी चाहिँ यता बसेको छौँ सबजना चाट आएको छ है सोनुको फेभरेट तिम्रो फेभरेट हो ल खाका गाइज यहाँको चाट चाहिँ राम्रो लाग्यो अनि अझै एक प्लेट मगाएको छौँ सो खाना भइसक्यो गाइज अब जाँदैछौँ अनि यो के लेख्छ यति मात्र मम्मीको लागि घडी लिन आएको मैले पनि घडी लिनु एउटा भन्छ मैले वाल घडी एउटा किन्दै भएको वाल घडी पनि किनिदिन्छु अनि यहाँबाट भन्दैछु हेर्नु एउटा यतिबाट कुनै एउटा अनि म आफ्नो लागि पनि हेरिरहेको छु यहाँ एउटा अब यतिबाट कुनै एउटा लिन्छु दुईटाबाट हुन्छ मेरो र मम्मीको वाच भइसक्यो यहाँ मम्मीको लागि यो ल्याएको छु त्यो चाहिँ मम्मीको लागि अनि मैले यो लिएँ अनि यहाँ दुईवटा चाहिँ चस्मा सिलेक्ट गर्नुहुन्छ यो घर लिएको गाइज मस्त लाग्यो घरमा लाउनको लागि अहिले यहाँ चोकमा बसेको छु गाइज अनि यहाँ दिदी चाहिँ यहाँ ब्रेड चप लिँदै हुन्छ यहाँ दिदी उता मम्मी किनिसक्नुभयो यो झोलाहरू हो एउटा लग्नुभयो दुईवटा सो यहाँ म छु हाम्रो मम्मीको मदर्स डे कस्तो भयो किन भयो पाउँछ दाई चाहिँ मलाई दिनुभएको छ अरू पैसाको चाहिँ दाई है सो मदर्स डे हाम्रो मम्मीको यसरी गयो सपिङ गरेर प्लान त अरू पनि थियो गाइज बट होइन मम्मीको व्रत थियो आज केक सेक काट्न पाइनौँ सुरुमा चाहिँ मम्मी मानिराख्नु भएको थिएन भिडियो अनि कति भनेको अनि कन्भिन्स गरेर अनि लिनुभयो हुन्छ मैले सर लिदिनँ भन्नुभएको थियो अनि अब त उसले चाहिँ आफ्नो पैसा किनिराख्नु भएको थियो अब चाहिँ छोराले कमाएको छ छोराको पैसाले किन्नु अनि त्यस कति भन्दाखेरि मान्नुभयो यी चाहिँ लाउनु भएको छ हेर्न सक्नुहुन्छ कस्तो लाग्यो नि लाउँछ भन्नु नेपाली बोलाउँदै त्यही पनि बोल्नु हो अनि एउटा यता छ क्या चाहिँ यो भयो यो पनि लाउनुहुन्छ सायद दुईवटा किन्दा छौँ दुईवटा
एउटा दाइको तर्फबाट एउटा अनि मेरो तर्फबाट है मम्मीलाई। गाइज अब यो भिडियो यही इन्ड गर्दैछु। मिल्छ हामी नेक्स्ट भिडियोमा। थ्याङ्क्स फर वाचिङ।